आज हामीहरू बालन चाँडो भोट हाल्न गइरहेका छौँ। कसलाई जित्यो नि भालेन्सा आहा पुरो भने के नि भगवानको प्रसाद हो। हेलो गाइज नमस्ते म चाहिँ प्रभाव अनि आज चाहिँ म भोट हाल्नकै लागि भनेर कम्पनीबाट हैन यहाँ चाइनिज कम्पनीमा म नेपालमै छु छन चाहिँ बिदा दिएको थिएन हैन त्यही पनि म चाहिँ बिदा मागेर भोट हाल्न जाँदैछु हैन अब त्यसकै लागि हो। त्यही भएर म आज बेलुकाको नाइट बस चढ्छु र यहाँ लाहानपट्टिबाट सप्तरी जिल्लामा हो हैन सप्तरीबाट चाहिँ म काठमाडौँ भ्याली जानुपर्छ सुरुमा किनभने मेरो घर त्यहाँ छ हैन। आज बेलुका यहाँबाट 6 बजे चढ्छु भोलि बिहान चाहिँ 8 बजे उता पुग्छु होला। अनि उता पुगिसकेपछि अब भोलिको दिन चाहिँ मेबी हैन अब गाउँतिर जानुपर्छ होला किनभने भोट हाल्ने ठाउँ भनेको मेरो अहिलेसम्म गाउँ नै हो। गाउँ मेरो काभ्रे पलाञ्चोक हैन अब सुन्दाखेरि त्यही त हो नि काभ्रे जस्तो लाग्छ तर त्यही पनि काठमाडौँ भ्यालीबाट अब मेरो गाउँ चाहिँ काभ्रे र रामेछापको बोर्डरमा हो टाढै छ हैन 3-4 घन्टा लाग्छ। सो त्यही नै हो हैन। अब उता गाउँ गइसकेपछि हजुरहरूलाई अब मैले भोट हालिसकेपछिको मेरो एक्सप्रेसन मेरो कस्तो हुँदो रहेछ हैन मेरो त्यहाँको चहल पहल के रहेछ हैन मान्छेको हामी गएर बुझ्नेछौँ। सो द्याट्स इट। अब म वेट गरिरहेको छु अहिले 4 बजिरहेको छ म हैन अब यहाँबाट खानासाना खाएर गाडी चढ्नेछु हैन नाइट गाडी हो। सो त्यही नै हो है। म चाहिँ प्रिपेयर भइसकेँ जानको लागि ब्याग रेडी गरिसकेँ लुगा लगाइसकेँ चस्मा पनि लगाइसकेको छु टक्क हिरो छँदैछु होला हैन। अब यति एक्साइटेड छु कि हुन्छ नि अब एक्साइटेडको कारणले गर्दाखेरि कस्तो भइरहेछ हैन धेरै एक्साइटेड छु। ठिक छ उतै गएर भेटौँ अब है त। यो गाइजहरू म चाहिँ गाडी चढिसकेको छु मेरो साइडको सिट पार्टनर चाहिँ मस्त निन्द्रामा हुनुहुन्छ उहाँलाई मैले डिस्टर्ब गरिनँ अब हैन। अब ट्याक्क काठमाडौँ जाने हो। बसमा टिभी पनि थियो त्यही भएर म त मजाले मुभी हेर्दै अनि काठमाडौँतिर लागेको। गाइजहरू अब खाना गाडी रोकेछ हैन। म चाहिँ पहिले खाना खाएर आएको थिएँ त्यही भएर चिया मात्र अर्डर गरेँ। चिया खाँदै गर्दाखेरि एकजना बुवा भेटिनु भयो उहाँसँग यसो रमाइलो गफहरू गरेँ। अब अहिले त्यो 5 रुपियाँले आउँछ 5 रुपियाँले के पनि आउँछ त्यही नै आउँछ 5 रुपियाँले पनि टिपेर हिँड्दैन बाटोमा 5 रुपियाँ टिप्नु पनि लाग्छ पैसा त हो नि पैसाले त हेला गर्नु भएन नि हैन त्यही पैसा नभए हामी बाँचिने। लगभग 12 घन्टाको यात्रापछि बल्ल काठमाडौँ आइपुगेँ। अब काठमाडौँ पछिको यात्रा मेरो सिधै गाउँको थियो। गाइजहरू अब हामी चाहिँ चुनावको लागि हिँडिसकेका छौँ हैन यहाँ अब भोट हाल्न भनेर हिँडेका छौँ हेरौँ के हुन्छ हैन। उता पुगिसकेपछि देश परिवर्तन गर्न सरकार दुःख गर्नुपर्छ गाइस खाली सुतेर मात्र हुँदैन गाइस। गाउँ जाने मान्छेहरूको चाप पनि त्यतिकै थियो। लगभग 3-4 घन्टाको गाडीको यात्रापछि बल्ल आइपुग्यो मेरो गाउँ राम्रो गाउँ। तर गाउँमा फागुन चैतको खडेरी लागिसकेको रहेछ उजाड देखिन्थ्यो। बाटो त डेन्जर छ पुरै धुलो उड्छ यस्तो बाटोलाई विकास चाहियो। रातो माटो धुलो माटो भए तापनि धुलो माटोमा हाम्रो पाइला रोकिएन। ठिकै छ यस्तो पहिरो गएको छ हैन पहिरो गएको छ। फाइनली हामी हाम्रो गन्तव्यमा आइपुग्यौँ। घरमा आइपुगेर हामीले खाजा खान थाल्यौँ। खाजा मकै रहेछ। खाजा खाँदै गफ गर्दै थियौँ हामीहरू एकअर्कासँग ख्यालठट्टा अनि हँसी रमाइलो। अरे यही हो तारा हार्यो भने यो मान्छेले देखाउने हो। यो हो नि हाम्रो गाउँको रमाइलो नाचिरहेको छ हाम्रो भान्जो। दिनभरिको थकान हाम्रो भान्जा बाबुको नाच हेरेर सबै थकान मेटिया जस्तो भयो। नाच्दै गाउँदै रात बितेको थाहा नै भएन पुसुक्कै निदाइएछ। बिहान सूर्य नहुँदाहुँदै आँखा खोल्यो दृश्य हेर्दा मनै लोप्यो। आँखा मिच्दै मात्र थिए अनि देखे यी पाठा पट्याङ्ग्री यिनीहरू त मभन्दा चाँडो उठिसकेका रहेछन्। बिहानको चिया नास्ता खाइसकेपछि हामी सिधै भोट हाल्नेतर्फ अघि बढ्यौँ।
ल दोस्तहरू हामी भोट हाल्न गइसकेका छौँ। अब सबै लहरमा गएको छौँ। भोट चाहिँ घन्टीमा हाल्ने हो। सबै लहरै घन्टीमा छौँ हामी। यत्रो ग्रुप छौँ। अब भोट हाल्न जाँदैछौँ घरबाट माथि भोट हाल्ने बुथसम्म होइन। भोट हालेर आउँछौँ, जिताउँछौँ आफूले चाहेकोलाई। हेरौँ परिवर्तन हुन्छ कि हुँदैन। आज हामीहरू भोट हाल्न गइरहेका छौँ। आज हामीहरू बालन शाहलाई भोट हाल्न गइरहेका छौँ। उहाँको चिन्ह के हो? बालेन शाहको पार्टीको घन्टी घन्टी हो नि। अहिले मेरो सानी र बुवाले चाहिँ सूर्यमा हाल्ने नै। अनि हामी यहाँ रोडभरि जाँदैछौँ। हामी चाहिँ केमा हाल्ने हो? हामी घन्टीमा हामी त घन्टीमै हाल्ने हो नि। हामी रोड पोखरी स्कुल जाँदैछौँ। त्यहाँ स्कुलमा भोट हाल्ने ठाउँ छ है। सबसे राम्रो कुरा भनेको घन्टी हो। सबसे राम्रो कुरा भनेको नि घन्टी। भगवानको प्रसाद हो। घन्टी बजाएपछि भगवान आउँछन्। बाई बाई गाइज, किप सपोर्टिङ। कसलाई जितो नि? पछि याद हुन्छ क्या बालेन शाह। आहा। सो फाइनली भोट पनि हालियो। भोट हालिसकेपछि हामी जङ्गलको बाटो हुँदै घरतिर फर्कियौँ। सो साथीहरू, यही नै थियो मेरो सप्तरी तराईदेखिबाट पहाडसम्म काभ्रेपलाञ्चोकसम्मको भोट हाल्ने क्रमको एउटा सानो यात्रा। आशा गर्दछु हजुरहरूलाई यो भिडियो मन पर्यो होला। मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्नुहोला। हस्त, धन्यवाद।